ल है गाइस हामी ओर काट्न आएको यस्तो राम्रो गरायो नि। अहिले म चाहिँ भिडियो गर्दैछु, उहाँ बुवाले काट्दै हुनुहुन्छ हो, उहाँ कान्छो भाइले काट्दैछ, उहाँ पर माइलो दाजु जेठी भाउजूले काट्दै हुनुहुन्छ अनि म जान्छु यता माइली भाउजू कता हुनुहुन्छ फेरि। म फेरि काट्दा काट्दा थकै लाएर म धेरै काट्न सक्दिनँ कि यति बस्दै काट्दै हो, त्यही भएर टक्क टोपी लाएर काट्दैछु। उहाँ पर हुनुहुन्छ, म पर जान्छु यता। अब मैले यहाँ काट्दा काट्दा उहाँ पर पुग्नु आयो, म वहीँ जान्छु यता गाइज। हाम्रो जेठी बाजुले यहाँ काट्दै हुनुहुन्छ, यता अनुहार देखाइदिनुहोस् हाई भन्नुहोस् गाइज। उहाँ दाइले काट्दै हुन्छ, उहाँ माइली भाउजू काट्दै हुनुहुन्छ अनि यता यहाँ भाइले हो फाँडिरहेको छ, बुवाले उहाँ फाँडिरहनु भएको छ। अनि यस्तो राम्रो भएको छ नि धान, यो सर्लक्कै हाम्रै हो हजुर, राम्रो भयो। अनि हो यो गरौँ लास्ट गरौँ यति हो। ओ दाजु काट्नु काट्नु के हेर्न आएको, काट्नु। तपाईँलाई केही भन्न छ, दुई चारवटा शब्द ल जाओस् न त। हेलो के भन्नु छ? केही छैन, काम गरिरहेर राम्रो भयो, सब्जीको छैन पानी राम्रो भयो, एकदम चिल्लो गरौँ न। लोकल चामल आवश्यक परेन, सम्पर्क गर्नुहोस् भने ल कसैलाई लोकल चामल चाहिएमा सम्पर्क गर्नु होला। यी धानका यो झुलिसक्यो, नुगिसक्यो खान पुटुक्कै। अब ट्याक्क लाएर अब यिनी पहेँला सुन जस्ता हुन्छ अनि टक्क काट्ने अनि एकदम शीतल लोकल चामल चाहिएमा सम्पर्क राख्नु होला। अनि हामीले यहाँ अहिले जोगाइराखौँ, यहाँ मुसो लाग्छ कि भनेर यहाँ ओर काट्दैछौँ कि अहिले एकदम राम्रो होस् भनेर। ओ भाउजू आइ भन्दैन न उहाँबाट, ल आइदिउँ ल यता गाइज यस्तै छ काम। अनि भिडियो बनाउँदै रहेछु अलिअलि। 11 बजेतिर आइ काम, हामी 11 बजे काट्न थाले काम। अनि अहिले 1:30 भयो, अब आधा घन्टामा हामी भ्याउँछौँ। 6 जना थियौँ अनि एउटा लाइन काट्दै आएको सब भ्यायो। अब आधा घन्टामा सब भ्याउँछ। 2 बज्दा त हामीले कामै भ्याउने भयो। अब एउटा दुईवटा घर मात्रै बाँकी छ, सब भ्यायो। यस्तै छ गाइज, रमाइलो छ, सबैजना आछौँ, रमाइलो भएको छ। अनि यस्तै छ दिनचर्या, यसरी बितिरहेको छ, रमाइलो छ एकदम खुसियाली। दसैँमा आएको, दसैँमा टिका त भएन, टिका नभए पनि आशीर्वाद चाहिँ सधैँभरि राख्यो। अनि यस्तै काम गरिरहेछ, रमाइलो छ, मस्तै छौँ। अनि आउँदा जाँदा बाटाभरि अनि 6 जना मान्छे एकैचोटि हिँड्दा अनि काम गर्दा एकै ठाउँ एकदम रमाइलो ल्याइरहेछ, खुसी ल्याइरहेछ। बाई बाई। म भिडियो बनाउँदै राख्छु है त, अरू पनि मेरो हेरिदिनु अनि लाइक कमेन्ट गरिदिनु टक्क लाएर है त।